तपाईँहरूलाई चाहिँ सन्चै छ होला हाम्रो पनि के छ एकदम आज चाहिँ हामी घुम्न जानु लागेको कहाँ हामीलाई चाहिँ थाहा छैन तर फोटोहरू चाहिँ पठाइरहेको थियो हाम्रो ग्रुपमा चाहिँ दाइहरूले आज नानीको लुक आज चाहिँ खतरा रमाइलो गर्ने भनेर हिँडिरहेको छु हामी चाहिँ रेडी भएर हिरो भएर खतरा हिरो भएर निस्किनु भएको खत्रै गिटार सितार बोकेर गिटार आज दाइले खतरा गिटार बजाउने रमाइलो गर्ने आज पनि घुस्दै हामी अहिले चाहिँ हामी दिदीहरूको घुम्न जानु लागेको आगोमा हिजो बेलुकै आएको थियो दाइ र म यो चाहिँ के हो कहाँ नागोको यहाँ भित्र दाइ दिदीहरू चाहिँ उठाउनुहुन्छ दाइहरू पनि रेडी भइराख्नु भएको आइसक्नु भइसक्यो होला खोइ भुवन विजय दाइ होइन ए भुवन दाइ पो रहेछ भुवन दाइहरू आउँदै हुनुहुन्छ दाइ बोल्दिनँ त दुई शब्द लादक त माथि सर सबै हामीले लिने हेलिकप्टर आउनु ल बाई बाई म एकजना एक्सपिरियन्स छु नि त विजयसँग हिँड्दा हिँड्दा पिडालु ल्याएन हौ पिडालु अस्ति पठाउनु भएको थियो त बाई बाई मिल्ने शब्द बोल्ने दिदीले सोधेर भन्नु के भन्नु लाग्नु फोटो भनेर भिडियो सरी ल गाइस हामी के भन्नु अब के भन्नु यो भाइ बोका भाइ दाइ भन्नु सोच भन्नु न सोच म चाहिँ बोका होइन दाइ हो एक नम्बरको बोका अगाडि चाहिँ भाउजू हुनुहुन्छ त्यही पनि के गर्नु लाइभ बस्नु भाइ अर्को केटी पठाउँछ भन्दै हुनुहुन्छ हामी दाम भिडियो बनाउने आज चाहिँ ठाउँको नाम भन्नु न आजको घुम्न जाने ठाउँको नाम उता मेनमा निक्लिनु भइहाल्छ दाइ आज घुम्न जाने ठाउँ चाहिँ हामी नागानो केनको खामी गाउँछ है अब कति घन्टा लाग्छ लाइक अब हाम्रो ड्राइभर नौसिकिया छ 3 घन्टा त होइन 3 घन्टा जति लाग्नु पर्छ है 3 घन्टा जति लाग्छ अब नागैबाट हामी निस्किसक्यौँ गाडी चाहियो भाइ
रमाइलो गीत भएन क्या अहिले ओ इन्जिन गाडीमा लैजान्छु माया तिमीलाई इन्जिन गाडीमा इन्जिन गाडीमा कस्तो भाइ भएको बेला यताबाट घुम्नु पर्छ जस्तो लाग्यो ए बजाउ नि सिधै हिँड्नु सिधै ए ओके वकारी माछा के भन्नु वकारी मास्ता ए त्यहीँ पो सुन्यो बाहिर सुन्ने गरे पानी खायो एउटा जित्नु थियो एउटा कनेक्ट गर्नु थियो आइफोन अथवा थाहा कसको आइफोन Mata Saltina Sutima aku Saltina Dia supaku Timrai maya laksa Saltina 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 Jaula relai masarara Gorka paltana Jaula relai masarara Gorka paltana Masarara Gorka paltana Nanduna छैन चाहिँ गर्दैन तिम्रै माया लाग्छ सल्टिना 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 जाउला रे लैमा सरारा गोर्खा पल्टन लैमा सरारा गोर्खा पल्टन सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन म जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन म त सक्ने कुरा गर्छु म त तिम्रा लागि मर्छु हो मी बिना पागलै हुन्छु एक्लै हुन्छु म तिम्रो भइसके तिमी मेरी बन्नु ल नाइ नभन्नु ल नाइ नभन्नु ल नाइ नभन्नु ल सबैजना कसम तिमीलाई आँखामा राख्छु मनमा सजाउँछु कसम तिमीलाई आँखामा राख्छु मनमा सजाउँछु कसम तिमीलाई रंगले रंगाउँछु दे रंगले रंगाउँछु हे नाइ नभन्नु ल नाइ नभन्नु ल
नाइ नभन्नु ल ला 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 दाइ सम्झिनु भयो क्या भाउजूले सम्झेर कुन सबै बिर्सिन होइन तिमीलाई पैसा गर्न नि पाइन्न र पिराती चाहिन्न र जोडी लाख बिती गर्छु भने बैकुण्ठै गर्छु जोडी लाख बिन्ती गर्छु तिमीले हाँस भने बैकुण्ठै तर्छु राखौला ओ यो कुरा गोप्य नै राखौला ओ यो कुरा गोप्य नै राखौला यो कुरा गोप्य नै राखौला हिँड्नु सधैँ हराउला झुम्काहरू तिमी पनि झुम्काली मै पनि झुम्काली वै झुमा वै झुमा वै झुमा झुम्कावाली वै झुमा वै झुमा वै झुमा झुम्कावाली कस्तो राम्रो छ त यहाँ भिडियो बनाउँदैछु म सर मोजे नाकाला मोजे नाकल मजे बेला पुग्दा दिइहाले मरुभूमि बालु फेरि बनाउँदै गीत गाउनु भयो फेरि सपनाको खेती सिँचाइ हुँदै बगेको छ आहा सपनाको नदी यहाँ चाहिँ ठिक रहेछ आशा बोकी जानेहरू भाइले चाहिँ भिडियोमा आइहाल्नु एक घन्टा जति लाग्छ नि तिम्रो त्यहाँ झरेर यो लोक छ तर बादल लाएर चाहिँ नमजा भयो कहाँ नि जुम गरेर खिचेको हो कि माथिको त त्यस्तो गहिरो त रहेनछ तपाईँलाई त डुबाउँछ होला डुबाए नि कि जे भए पनि आफ्नै एकदम गहिरो खालको हुन्छ नि हामी चाहिँ खामीको चाहिँ आइसकेको दाइहरू दिदीहरू त फोटोसोटो खिच्न लागिसक्यो अब बवाल बवाल फोटो भिडियो चिसो पुरै चिसो छ क्या पानी त ल दामी छ है भ्यू चाहिँ मेन भ्यू त्यही हो एक से एक पुरै झाडी ल खोला खै त भ्यू स्यू केही पनि देख्दैन त्यही हो हामी छ खोला
हाम्रो भ्यू निकालेर भिडियो अपलोड गर्नेछु सबजनाको। थ्याङ्क यू। मेरो भिडियो होइन दिदीको भिडियो बनाउँदा भएको मेरो मेमोरी फुल भइसक्यो पुरै। ए हिमाल खै त हिमाल छैन गाइस, हिमाल अरे यस्तो ठाउँमा घुम्नु आएको रुखहरू मात्र पुरै लगाइदिनु र के अरे ठाउँ हामी कोची जापानको बेस्ट प्लेस नागोयाको सानो खतरा छ। यहाँ घन्टी खचट आएछ हाम्रो जापानिज खचट खर्लङ नागोयामा त पुरै गर्मी थियो। माथि त खै त माथिको भ्यू मेन पोइन्ट भनेको माथिको भ्यू थियो, लास्टमा खत्तम पहिरो गएर सब खत्तम। मान्छेहरू त नुहाउन लागिहाल्यो त यस्तो जाडोमा नि। बसको लाइन होइन Oh my god. त्यो लागि सब लाइन के अरे एमालेको झोल सब लाइन बसिरह खाना नपकाएर मासु भए एमालेहरू सब यो एमाले क्यान्डिडेट्सको
कमरिया म थाके होइन